नमस्कार सम्पूर्णलाई है। म चाहिँ ज्ञानेन्द्र विश्वकर्मा हाल कतारमा छु र हाल कतारबाट चाहिँ हजुरलाई यसो कुरा गर्नु मन लागेर हाल हजुरहरूसँग भन्दा पनि स्पेसली सुजन गुरुङसँग चाहिँ सुजन गुरुङलाई चाहिँ मैले यो भिडियो सुजन गुरुङको लागि चाहिँ मैले यो भिडियो बनाएको छु होइन। सुजन गुरुङज्यू हजुरले मैले भिडियो हेरेको है, म जब नेपालमा छुइनँ, म विदेशमा छु है। त्यो अनुसारले मैले भिडियो हेरेको र भिडियो अनुसारले चाहिँ मैले कुरा गरिरहेको छु होइन। जति पनि सामाजिक सञ्जालमा आइरहेका कुराहरू छन् त्यो अनुसारले चाहिँ मैले हजुरसँग कुरा गर्न चाहेको छु होइन। सामाजिक सञ्जालबाट मैले के देख्छु भने हजुरहरू भनेको हामी नेपाल मार्फत जब जेनजीको आन्दोलन सुरु भयो तब तपाईँहरू चाहिँ आउनुभएको थियो हाम्रो नेपाल होइन। तपाईँहरूको जुन संस्था छ त्यो संस्था मार्फतबाट तपाईँहरू आउनुभएको थियो र तपाईँहरूले भन्नुभएको थियो हामी यसको नेतृत्वकर्ता होइन, हामी भोलिन्टियर हो भन्ने हिसाबले तपाईँहरू आउनुभएको थियो र तपाईँहरूले तपाईँले भन्नुभएको थियो हामी भोलिन्टियर हो र कुनै एउटा उयोलाई मिडियालाई तपाईँले दिनुभएको थियो हामी भोलिन्टियर हो, हामी भोलिन्टियरको लागि गएको हो, हामीले पानीहरू यता गरिरहेको छौँ, भाइहरूलाई यता गरिरहेको छौँ भन्ने कुराहरू गरिरहनु भएको थियो होइन। अनि एक्कासी तपाईँ फेरि लिडर हुनुभयो, यो अलिकति अचम्म लाग्यो क्या। पहिला सुरुमा हजुर भलिन्टियर भएर आउनुभएको थियो, एक्कासी तपाईँहरू सम्पूर्ण युवा हाम्रो जति पनि जेनजीहरू हुनुहुन्छ त्यति उहाँहरूको सबैको तपाईँ लिडर भइदिनु भयो होइन। लिडर भइदिनु ओके, नो प्रब्लम, त्यसको लागि प्रब्लम छैन होइन। तर तपाईँ लिडर भइदिइसकेपछि नो प्रब्लम, ल त्यहाँ भाइहरू सबैजना डरायो होला, अप्ठ्यारो भयो होला, गाह्रो भयो होला उनीहरूलाई मिडिया फेस गर्नलाई, यताउता फेस गर्नु। तपाईँसँग त नलेज थियो पहिलेदेखि, तपाईँले त मिडियाहरू यताउता फेस गरिराख्नु भएको थियो नि त होइन। तपाईँले नेतृत्व लिइदिनु भयो होला, अब तपाईँहरूले बालेन्सालाई आग्रह गर्नुभयो र हरको सामीमा आग्रह गर्नुभयो, उहाँ पनि आइदिनु भयो, यसो बोलिदिनु भयो एकछिन। तर त्यसपछि उता तपाईँले नेतृत्व लिइदिनु भयो, त्यसको लागि म खुसी छु, आभार छु हजुरमाथि। त्यसपछि उताको कुरा भने हजुरलाई अहिले हरेक सोसियल मिडियामा या कुनै तपाईँको हुन्छ नि एउटा मिडियाले तपाईँलाई इन्टरभ्यूको लागि बोलाउँदाखेरि तपाईँ मात्र हुनुहुन्छ क्या उपस्थित। किन कि त्यो जेन्जी भाइहरू हुनुपर्ने होइन र? त्यो उनीहरूको नि एउटा माग थियो नि होइन र? कि त्यो उनीहरूसितबाट सबै कुरा क्लियर भएर अब तपाईँलाई मात्रै तपाईँले जे बोल्यो त्यो हुन्छ भन्ने कुराहरू उनीहरूले गरेको छ र छैन नि? मैले बुझेको छैन नि। उनीहरूको अलग्गै फेरि एउटा भएर छ, यो किन त्यो किन भनेर तपाईँमाथि नै एउटा वाद विवाद अनेक कुराहरू प्रश्नहरू आइरहेको छ। त्यो हिसाबले मैले भनिरहेको छु है। होइन भने तपाईँले त लिएर उठ्नु पर्ने हो नि त उनीहरूलाई। र तपाईँ बोल्नु सक्नुहुन्छ होइन, सक्ने व्यक्ति हो, एउटा राम्रो व्यक्ति हो भनिसकेपछि त तपाईँले त्यो जेनजी भाइहरूको मुद्दा के हो यस्तो हो है। ल म चाहिँ उहाँहरूको नेतृत्व लिइदिने मान्छे कोही नभएको कारणले गर्दा मैले नेतृत्व लिएको छु। ल उहाँहरूको कुराहरू म बोल्छु, उहाँहरूको आवाज म बोल्नेछु भनेर होइन। हजुरले त बोल्नुपर्ने हो नि त होइन, हिँड्नुपर्ने हो नि त होइन। ठिक छ, त्यसको लागि होइन तपाईँलाई मैले जब तपाईँहरूले होइन हाम्रो प्रधानमन्त्रीले तपाईँहरूले नियुक्त गरेर हाम्रो सुशीला कार्कीलाई तपाईँहरूले लिइरहनु भयो, त्यतिखेर पनि तपाईँ एक्लै हुनुहुन्छ। खोइ त त्यहाँ तपाईँको पछाडि जेनजी भाइहरू हुनुपर्ने होइन र? 77वटा जिल्ला छ, 77वटा जिल्लामा हाम्रो केही नभए पनि होइन 40-50वटा त जिल्लाबाट त हाम्रो त उठाएको थियो नि त सबैजना युवाहरू होइन र? 40-50वटै जिल्लामा एउटा न एउटा त थियो होला नि त, एकजना न एकजना त थियो होला नि त नेतृत्वकर्ता। ल है जानुपर्छ भन्ने व्यक्तिहरू होइन। खोइ त उनीहरू त तपाईँसँग छैन त, किन भन्नुहोस्? अब आएर अब के थाहा, हिजोको दिनमा तपाईँले नै लाउनु भएको थियो कि त्यो सिंहदरबार जलाउनुपर्छ होइन, राष्ट्र यो जलाउनुपर्छ भनेर। के थाहा छ त? कसैले पनि थाहा छैन नि होइन। तपाईँको आफ्नै मनले तपाईँ यताउता गर्नुभयो, हिँड्नुभयो, नेतृत्व लिइराख्नु भएको छ भन्नुभयो। नेतृत्व तपाईँले लिइसकेपछि तपाईँले नै लिनुपर्छ सम्पूर्ण जिम्मा हजुर। जब तपाईँले नेतृत्व लिनुभयो होइन, अब त्यो कुरालाई त्यो पाटोलाई अलग्गै छोड्दिउँ होइन। अब यो पाटोमा तपाईँले लिनुभयो, ल ठिक छ, त्यो पनि मैले माने है। ल तपाईँले हरेक ठाउँको हरेक जिल्लाको हरेक व्यक्तिले लिएर हिँड्नुपर्ने थियो, तपाईँले त्यो लिनु भएन होइन। त्यो नलिइसकेपछि होइन अब तपाईँले के गर्नुपर्ने भयो भने हरेक जिल्लामा हरेक कुराहरू भएका कुराहरू होइन तपाईँ जुन चाहिँ लिडर भएर आइसकेपछि होइन अब लिनुपर्ने सम्पूर्ण कुराहरू तपाईँले है र तपाईँले लिनुपर्छ।
कहाँ क्षति भयो, कता के भयो, कसो भयो, कता वडा वडा अदालत वडा कार्यालय चलो, कहाँनिर चाहिँ तपाईँको अब पुलिस स्टेसन चलो होइन, कहाँनिर के भयो कसो, सम्पूर्ण कुराको तपाईँले लिनुपर्ने हुन्छ है। किनकि तपाईँ नै हो नि त एउटा अगाडि आएर बोल्ने मान्छे, बस्ने मान्छे होइन र। यदि त्यस्तो थिएन, तपाईँ मात्र लिनु चाहनुहुन्न भने त 77वटा जिल्लाको लिडरहरू को थिए, कसले चाहिँ ल है त्यस्तो त्यत्तिकै त कोही पनि उठेन होला नि 77 जिल्लामा, ए ल उहाँबाट मैले त कोही पनि उठेन, कोही ल है जानुपर्छ, यस्तो गर्नुपर्छ, देशको लागि परिवर्तन लागि गर्नुपर्छ भन्ने कोही न कोही व्यक्ति त थिएन त्यहाँ पनि, खोइ त होइन। त्यो कुरो गर्नुपर्छ ल। सुशीला सुशीला कार्कीज्यू जो हुनुहुन्छ हाम्रो अहिलेको नेपालको होइन प्रधानमन्त्री, उहाँलाई एकदम हार्दिक मङ्गलमय शुभकामना छ। हजुरको कार्यकालमा जुन 6 महिनाको हजुरको कार्यकाल छ, यो 6 महिना नै रहोस् र 6 महिनापछि हामीले चाहेको होइन, जुन हामीले त अब के गर्नु, उमेर बढाएर हुन्छ कि के गरेर हुन्छ, कसो गरेर हुन्छ होइन होइन, जेन्जी नै भयो भने हामी वैदेशिक रोजगारमा आउनु परेको छ, दुःख गर्नुहुन्छ किनकि यही पोल्युसनको कारणले। त्यसैको लागि हजुरहरूले गरिदिनु भयो, त्यसको लागि हामी हार्दिक मुटुभित्रबाट एकदम धन्यवाद दिन चाहन्छौँ। त्यो कुराहरू तपाईँको मात्र, हाम्रो पनि थियो क्या त्यो कुराहरू, हामी पनि चाहन्थ्यौँ त्यस्तो गरेर, तर के गर्नु, हाम्रो आर्थिक सामाजिक हाम्रो घर व्यवहारको कारणले गरेर हामीले पर आयौँ। तर तपाईँहरू त्यहीँ हुनुहुन्थ्यो, तपाईँहरूको घर व्यवहार राम्रो थियो, एजुकेसन गरिराख्नु भएको थियो, तपाईँहरूमा नलेज आयो, त्यो नलेजले गरेर तपाईँले गर्नुभयो। तर यही कुरा हामीले पनि चाहेको थियौँ नि त, तर हामीलाई कसैले पनि सपोर्ट गर्दैन थियो। र आज गरौँ हजुरहरूलाई, ठिक छ, त्यही कुरा हामीले पनि सपोर्ट गरिरहेको छौँ त हजुरलाई, नो प्रब्लम। तर सम्पूर्ण कुराहरूको एउटा लिने व्यक्ति चाहिँ हुनुपर्छ। हिजोको दिनमा जस्तै मैले 70,000जना मान्छे मारेँ भन्ने एउटा प्रचण्ड होइन, उसलाई कारवाही भएन नि, त्यस्तै हजुरलाई पनि छोड्नु चाहिँ हुँदैन। हजुरले जस्तो नेतृत्व लिनुभएको छ भनेपछि हजुरलाई पनि कारवाहीको दायरामा लिनुपर्छ। किनकि धेरैजना युवाहरू हरेकजना गरेका छन्, उनीहरूलाई राष्ट्र शहीद भनेर भन्नु, उस्काउने मान्छेले पनि त गर्नु पर्यो नि त होइन। नत्र भने शान्तिपूर्ण पनि त्यो हुन्छ नि त, एउटा कुराकानी हुन्थ्यो होला होइन। यति साह्रो राम्रो नभए पनि, केही न केही त हुन्छ होला होइन। तर पनि भयो नि, भयो त राम्रो भयो, ठिक छ, नो प्रब्लम। तर तपाईँ भनेको एउटा यस्तो गर्नुपर्छ कि आगोको झिल्को क्या, मैले यस्तो गर्नु भनेर भने म लिडर भएँ, अब यो सम्पूर्ण कुराहरूको होइन म लिन्छु जिम्मेवारी, र म जेल बस्नुपर्ने हो, कहाँ बस्नुपर्ने हो, के गर्नुपर्ने हो, कसो गर्नुपर्ने हो, कति कुराहरू नकारात्मक भए ती सम्पूर्ण कुराको जिम्मा म लिन्छु र म गर्छु। अरू सम्पूर्ण जेन्जी दाजुभाइहरू भनेको एकदम मलाई सपोर्ट गरेर आउनु भएको थियो र उहाँहरू निर्दोष हुनुहुन्छ भन्ने कुराहरूमा नि आउनु पर्यो है तपाईँ, बुझ्नुभयो नि। होइन भने तपाईँ पनि एउटा परिचालित जस्तै हुनुहुन्छ र एउटा हाम्रो नेपाल चलाइरहेको जस्तो तपाईँलाई त अब युएन संस्थाहरूले पनि सहयोग गर्छ होइन, नेपालकै कतिपय संस्थाहरूले पनि सहयोग गर्छ, र प्लस तपाईँको उयसले गर्दा डाक्टर सन्दुक पनि हुनुहुन्छ होइन, उहाँबाट परिचय हो कि भन्ने अवश्य कुरा चाहिँ उठ्छ र आउँछ र आउने नै छ यो अभियसली, बुझ्नु। र भोलिको दिनमा जुन सुशीला म्याडमलाई तपाईँले उठाउनु भएको छ, तपाईँले भन्छु सम्पूर्ण जेन्जी युवाहरूकोबाट आएको होइन सक्छ कि सम्पूर्ण यदि जेन्जी युवाहरूबाट जति पनि आन्दोलनमा आएको थियो त्यही युवाहरूबाट सम्पूर्ण केही युवाहरूबाट 77 जिल्लाबाट उठ्ने एकजनाबाट आएका भए उहाँहरूको एउटा इन्टरभ्यू हुन्थ्यो। हामीले नै उहाँलाई भनेको थियौँ, हामीले नै सुदन गुरुङज्यूलाई हामीले नै भनेको थियौँ, यस्तो गर्नुपर्छ, उहाँलाई उठाउनुपर्छ भनेर भनेको थियौँ भन्ने एउटा के न के एउटा आउँथ्यो। सम्पूर्ण कुरा के हुन्छ, सम्पूर्ण कुरामा तपाईँकै छ, तपाईँ नै हो, तपाईँ नै रहनुहुन्छ। र भोलिको दिनमा ब्याक भन्ने कुरा नगर्नुहोस्, यु आर द ओन्ली वान, सो टेक एभ्रिथिङ इन यर हेड, ओके। र हामी परदेशमा छौँ, हामीले अझै पनि आएको मन्थली स्यालेरी नेपाल पठाइरहेछौँ र अझै पनि राजस्व तिरिरहेछौँ है नेपालमा हाम्रो भ्याट अझै पनि गइरहेछ, हाम्रो स्यालेरी पठाउनु अनेक कुराबाट हाम्रो गइरहेछ। हामीले पठाएको पैसाहरू पनि नेपालमा हाम्रो आमा बुवाले, हाम्रो बहिनीहरूले, हाम्रो दाजुभाइहरूले, मेरो छोराले सम्पूर्णले युजेबल गरिराख्नु भएको छ त्यहीँनिर। सो बी केयरफुल, डोन्ट बी केयरफुल, टेक द्याट एभ्रिथिङ इन यर हेड, ओके। सुशीला कार्कीज्यूको
नेतृत्व राम्रो हुनु पऱ्यो 6 महिना र हामीले सोचे जस्तो 6 महिनापछि चुनाव हुनु पऱ्यो। चुनावमा जति पनि हाम्रो संविधानमा नकारात्मक कुराहरू छन् जसले जुन कुराहरूले चाहिँ हाम्रो जति पनि धारा संविधानमा जति पनि धारा छन् जुन धाराहरूले चाहिँ हाम्रो हाम्रो हामीलाई फेरि त्यही ठाउँमा ल्याएर त्यो ठाउँमा त्यो कुराहरू बन्द हुनु पऱ्यो होइन, त्यो बन्द हुनु पऱ्यो है। र अब आउँदो भविष्यमा चाहिँ विदेशमा पढेर विदेशीमा जस्तै म परदेशमा बसेर मेरो छोराको लागि एज अ एक्जाम्पल म मेरो देश छोडेर परदेशमा आएको छु भने चाहिँ मेरो छोराको लागि मेरो परिवारको लागि मेरो परिवारभित्र एउटा छोरा छ जसको चाहिँ आउँदो भविष्य छ, त्यसको भविष्य यस्तो नरहोस्, जुन भविष्यको लागि चाहिँ हजुरहरूले फाइट गरिदिनु भएको छ। आई एम भेरी मच ट्रस्टेड विथ यु, सो प्लिज थ्याङ्क यू सो मच। यहाँ छैन मोबाइल यस्तै छ कि